नमस्कार। नमस्कार। हजुरको परिचय दिनुहोस् न। परिचय कलिराम ओली। कलिराम ओली। टमाटर कति कट्ठा जतिमा गर्नुभएको छ नि खेती? करिब 2-3 कट्ठा छ त यहाँ? छ होला है? यति त होला। अनि यो टमाटर कहिले लाउनु भयो? अचेल राम्रैसँग फलिरहेछन्, टनेल पनि छैन। यो लगाएको त धान खेती भन्नाले असारमै लगाएको। टमाटर खेती गर्दा के कुरामा ध्यान दिन पर्छ अलि? अब ध्यान त धेरै ध्यान दिनुपर्छ। माटो अनि बर्खाको सिजनमा माटो त एकदमै अग्लो बनाउनु पर्यो, सतहभन्दा माटो हुन्छ भने त टनेलै बनाए झन् राम्रो हुन्थ्यो। हजुर। टनेल त बनाउनु सक्ने क्षमतै छैन। यतिले बनाउनु त 5-6 को हिसाबले भेट्ला सम्पूर्ण टनेल। आम्दानी पनि त राम्रै हुन्छ होला नि त? आम्दानी त्यसो नभए नि त सक्दै छैन। हजुर। धेरैभन्दा धेरै फल्छ। 200-250 रुपियाँ लम्बरी होला आजभोलि। 250 भनेको 50 रुपियाँ केजी पर्यो नि त? 50 रुपियाँ किलो। खेतीलाई त औषधि धेरै चाहिन्छ भन्ने सुनेको छु। कतिको औषधि चाहिन्छ? थुप्रै चाहिन्छ। हप्तामा एक खेप त हो। मल बेसी चाहियो। कस्तो मल हाल्नुहुन्छ? प्राङ्गारिक मल कि रासायनिक मल? गोबर मल। गोबर नि? गोठे मल त असाध्यै चाहियो। तपाईँको खेतबारीको छेउैमा धान टन्न फल्या देखिरहेको छु। धान खेतीबाट फाइदा कि यसबाट फाइदा? फाइदा त अब टमाटरबाट फाइदा नभए धानमा कहाँ फाइदा हुन्छ? गुजराती भैँसी जस्तै हो। के गुजराती भैँसीले के गर्छ र? गुजराती भैँसीसँग तुलना गर्नु भने त्यसले तुलना गर्नु अर्थ यो हो भने अब धेरै दुध दिने खालको पर्यो, फेरि नाजुक पनि पर्यो। स्याहार समार बढी चाहिने? बढी चाहियो।